यो तपाईले भिडियोमा देखिराख्नुभएको दृश्य चाहिँ सम्पूर्ण तामाङ समुदायहरूले चाहिँ कुलमान घिसिङको सपोर्टको निम्ति आवाज उठाइरहेको दृश्य यहाँहरु सबैले देखिराख्नु भएको छ। कुलमान घिसिङलाई नेपालमा जति पनि बसोबास गर्ने सम्पूर्ण महानुभावहरूले सपोर्ट त गरिराख्नु भएको छ, र पनि तामाङ समुदायको एक किसिमको जागरुकता चाहिँ हामी यो भिडियोमा मजाले देख्न सक्छौं। हुन त म पनि कुलमान घिसिङको समर्थक हुँ, म पनि मलाई चाहिँ उहाँको 3.5 महिना 4 महिना समथिङ कार्यकाल रहँदै पनि उहाँलाई चाहिँ आफ्नो कार्यकाल पूरा गर्न नपाउँदै उहाँलाई आफ्नो पदबाट चाहिँ बर्खास्त गरियो। त्यसकै विरुद्धमा चाहिँ तामाङ समुदायले एकदम बवाल आवाज उठाएको हामी यो दृश्यमा देख्न सक्छौं र उठाउनु नै पर्छ, किनकि उहाँ यति राम्रो काम गर्दै घाटामा गएको विद्युत प्राधिकरणलाई नाफामा ल्याउनु भइरहेको थियो, जस एकदम राम्रो काम गर्नुभएको थियो, लोड सेडिङ मुक्त गर्नुभएको थियो। तर उहाँलाई जे जस्तो होइन, उहाँको 4 महिना थियो सायद उहाँको कार्यकाल, 4 महिना चाहिँ उहाँलाई रहनु दिनु पर्थ्यो, त्यसपछि त उहाँ आफै जानुहुन्थ्यो होला। र पनि अब सबै कुरो हामीलाई थाहा त हुँदैन, र पनि हामीले अब देखेको अनुसार चाहिँ बाहिर यसो देखेको अनुसारले चाहिँ हामी चाहिँ त्यो भन्न चाहन्छु। कुलमान घिसिङको सपोर्टर बवाल, कुलमान घिसिङको जय गर्नेहरु बवाल, तामाङ समुदायहरु जागेछ ल अहिले चाहिँ यतिको सपोर्ट चाहिँ गर्नुपर्छ आफ्नो समुदायबाट पनि, किनकि उहाँले राष्ट्रको हितको लागि त्यत्रो काम गर्नुभएको छ है। बवाल यतिको सपोर्ट चाहिँ गर्न जरुरत छ, किनकि जसले जे भने पनि राम्रो क्षमता भएको र राम्रो काम गर्ने मान्छेलाई चाहिँ हामी सबैले सपोर्ट गर्नु जरुरत हुन्छ एकदमै। मङ्कहरु पनि रहेछ, सबैले चाहिँ एकदम बवाल सपोर्ट गरेको हामी देख्न सक्छौं। यहाँ सबैजनालाई म टाँसी दिले फ्याफुल्ला पनि भन्न चाहन्छु। यत्रो घाममा घाम नभनी हिँडिराख्नु भएको छ वृद्ध बुवा आमाहरू। बवाल छ यार आमा। यसरी जनसमुदायहरू जागेपछि सरकारलाई पनि गाह्रो छ नि त। कुलमान घिसिङले चाहिँ अब त्यो नतिर्नेहरुको पैसा उठाउनु पर्छ भन्दैमा निकाल्नु चाहिँ गलत हो। अरु के कुरो थियो त्यो त हामी जान्दैनौं, हामी सरकार पनि हैनौं। र पनि अब हामीले बाहिरबाट देखेको अनुसार चाहिँ उहाँले चाहिँ अब त्यो नउठेको पैसाहरु चाहिँ उठाउनु पर्छ। त्यो पैसा उठाउनु त राज्यलाई नै फाइदा हुने त हो, त्यो पैसा उठाउनु पर्छ। त्यो उद्योगीहरुले अब त्यो पैसा नतिरेपछि लाइन काट्नु पर्छ, लाइन अन्तिम विकल्प लाइन काटेपछि मात्र पैसा उठाउन सकिन्छ भनेर चाहिँ भन्दाखेरि पदबाटै बर्खास्त गरिदिए। यो चाहिँ दुःखद हो, राज्यलाई नै फाइदा हुने कुरोलाई सरकारले चाहिँ त्यसरी उठाउन नदिनु चाहिँ हुने थियो कि भन्ने मलाई लाग्छ। बवाल थ्यांक यू सबैजनालाई। Vai,